पछि म एक्सेलमा वर्कसिट कसरी लक गरिन्छ र किन लक गरिन्छ भन्ने कुरा देखाउन गइरहेको छु, सिकाउन गइरहेको छु। वर्कसिट किन लक गरिन्छ भन्दाखेरि डेटाको प्राइभेसीको लागि चाहिँ हामीले के गरिन्छ त वर्कसिटलाई लक गरिन्छ। कसैले पनि मेरो डेटालाई चेन्ज नगरोस्, एडिट नगरोस्। एडिट गरिदियो भने के हुन्छ त ओभरअल डेटा बिग्रिन्छ, इरर आउँछ, डेटामा के हुन्छ त हेरफेर हुन्छ। त्यही कारणले हामी के गरिन्छ त सिटलाई जहिले पनि लक गरिन्छ। सिट भनेको जुन तपाईँले इन्टरफेस देखिरहनु भएको छ, यो काम गर्दै गरेको इन्टरफेसलाई नि के भनिन्छ त सिट भनिन्छ, वर्कसिट भनिन्छ। भने यही वर्कसिटहरुको कम्बिनेसन, जस्तै यहाँ प्लस आइकन थिच्दा तपाईँले यहाँ वर्कसिट 1 सिट 2 जस्तै आउँछ नि, यिनीहरूलाई चाहिँ के भनिन्छ त यो प्रत्येक सिटहरु नि सिटहरुको ग्रुपलाई चाहिँ के भनिन्छ त वर्कबुक भनिन्छ। हामीले वर्कबुकलाई पनि के गर्न सकिन्छ त लक गर्न सकिन्छ। अहिले चाहिँ हामी एउटा सिटलाई चाहिँ कसरी लक गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। त्यसको लागि सबभन्दा सुरुमा तपाईँले आफूले इन्ट्री गरेको डेटामा कर्सर राख्नुहोस्। कर्सर राखिसकेपछि तपाईँले के गर्नु त कन्ट्रोल ए, किबोर्डबाट कन्ट्रोल ए थिच्ने बित्तिकै सबै लेखेको डेटाहरू के हुन्छ त यो सिटमा भएको डेटा चाहिँ सेलेक्ट हुन्छ। सेलेक्ट भइसकेपछि तपाईँले के गर्नु त यहाँ तल यो सिटको नाम मैले हेलो भनेर लेखेको छु। तपाईँले आफ्नो सिट आफ्नो डेटा अनुसार तपाईँले के गर्न सक्नुहुन्छ त रिनेम गर्न सक्नुहुन्छ। यहाँ गएर तपाईँले क्लिक गर्नुहोस्। के देख्छौँ त इन्सर्ट, डिलिट, रिनेम, मुभ अर कपी, भ्यू कोड, प्रोटेक्ट सिट भन्ने हामीले के छ त अप्सनहरु देख्छौँ। यसमध्ये हामीले सिटलाई लक गर्नको लागि प्रोटेक्ट सिटमा गएर क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ के भन्नु भन्दा पासवर्ड टु अनप्रोटेक्ट सिट भनेको छ। यहाँ एउटा पासवर्ड हाल्नुहोस्। तपाईँले आफ्नो मोबाइलको स्क्रिन लक गरे जस्तै एउटा पिन हाल्नुहोस्। पिन हालेपछि यो के हुन्छ त सिट लक हुन्छ भनेर यसले भन्दैछ। जसलाई चाहिँ तपाईँले अनप्रोटेक्ट गर्नको लागि पछि तपाईँले यसलाई एडिटेबल बनाउनको लागि चाहिँ यो पासवर्ड हाल्नुपर्छ है भनेर यसले भन्दैछ। त्यसबाट तपाईँले यहाँ पासवर्ड हाल्नुहोस्। पासवर्ड हाल्नको लागि 0 1 2 3 यति गरेपछि एउटा पासवर्ड लाग्यो। तपाईँले आफ्नो इच्छा हुन्छ जतिवटा लामो पासवर्ड राख्न सक्नुहुन्छ। भरिसके आफूले सम्झिने पासवर्ड राख्नुहोस्। त्यसबाट यहाँ मुनि तपाईँलाई दिएको छ अलाउ अल युजर्स अफ दिस वर्कसिट टु भनेको छ। के कुराहरू चाहिँ अलाउ गर्न दिने युजरलाई भनेको छ। यो छोडिदिनु अहिले। यति हामीले गरिसकेपछि यहाँ गएर ओके गरिदिने। ओके गरिसकेपछि यहाँ ओके गरिसकेपछि फेरि यहाँ के भन्छ त यहाँ जाने, यहाँ गएर के गरिदिने ओके गरिदिने। ओके गरिसकेपछि यहाँ तपाईँले फेरि पासवर्ड हाल भन्नु। त्यो अहिले हालेको पासवर्डलाई रिइन्टर गर भनेपछि 0 1 2 3 भनेर फेरि इन्टर गरेर ओके गरेपछि अब यो के भयो त सिट लक भयो। अब यो पासवर्ड नहालिकन यो सिट के हुँदैन त लक अनलक हुँदैन। यो पासवर्ड हाल्नै पर्यो। त्यही भएर यो के भयो त प्राइभेसी भयो, एउटा सेफ भयो, डेटा कसैले एडिट गर्न सक्दैन।